नमस्कार, म मुकेश कुमार मेहता विराटनगर बेबी आइसक्रिमबाट। बेबी आइसक्रिम कम्पनी लास्ट 4 डिकेडबाट बुवाले चलाउँदै आउनुभएको थियो। अब आफ्नो कम्पनी बेबी आइसक्रिम फुड प्रडक्ट प्राइभेट लिमिटेड सञ्चालनमा ल्याएको छु। त्यसको फाउन्डर म आफै स्वयं हुनेछु। मेरो एक्सपिरियन्स चाहिँ 21 वर्षदेखि आइसक्रिम फिल्डमा थियो। केही म डेरी फिल्डमा पनि काम गर्दै आइरहेको छु र यो टेक्नोलाइट टिमसँग जुडेको लगभग 5 वर्ष भयो। मैले सन्दीप सर, मुकेश सरसँग जुडिरहँदाखेरि मैले धेरै कुराको अनुभव पाएँ। उहाँहरूको युट्युब च्यानल, फेसबुक च्यानलहरू पनि पछ्याउँदै आएको थिएँ र लास्ट इयर पनि मैले आइसक्रिमको ट्रेनिङ लिएर जाँदाखेरि धेरै नै अनुभवी मेन्टरहरूसँग धेरै कुरा सिक्न पाएँ। त्यसलाई इम्प्लिमेन्ट गर्दाखेरि अझै पनि पुरै इम्प्लिमेन्ट गरिसकेका छैन। 10-20% इम्प्लिमेन्ट गर्दाखेरि धेरै कुराको लिकेजहरू, प्रब्लमहरू फेस गर्दै धेरै कुरा नबुझेको कुरा, केही कुरा जानकारी भएको कुराहरू पनि हामीले गर्दै आउँदाखेरि धेरै कुरा माइनर कुराहरू पनि बुझ्न पाइयो हैन। बुझ्दै त्यस पछाडि कसरी त्यसलाई लिएर जाने हो भन्ने कुरा बुझ्दै जाँदाखेरि मलाई आइसक्रिममा चित्त बुझ्या थियो। त्यस पछाडि पनि यसपालि पनि मैले डेरीको लिन खोजेको हो, किनभने डेरीमा मेरो अलरेडी दही, लस्सी, अरू पनि विभिन्न मिठाईहरूको परिकारहरू बनाउँदै आएको छु। केही राम्रो सिक्न पाइन्छ भनेर र आम्दानीको बाटो मात्रै सेल्स बढाएर मात्रै हुँदैन, लिकेज ड्यामेजहरूलाई व्यवस्थापन गरेर र त्यो लिकेजहरूलाई बन्द गरेर पनि गर्न सकिन्छ भन्ने कुरा यहाँ आएर अनुभव भयो। र धेरै कुराको केही कुराहरू धेरै नजानेर अब त्यो मिल्क पर्चेज गर्दाखेरि हामीले कति कुराहरू त्यो फ्याट, एसएनएफ हैन, त्यो कुराहरू नबुझेर पनि हामीले धेरै कुरा गुमाइरहेको हुन्छौँ हैन। त्यसैले गर्दाखेरि धेरै पोलहरू हुन्छ हैन। त्यसरी चाहिँ हाम्रो खर्च बचाउँदै आम्दानीतिर पनि लान सकिन्छ त्यो कुराहरूलाई हैन। त्यही भएर अब यो कुराहरूलाई मध्यनजर गरेर यहाँनेरि धेरै कुरा सिक्न पाइयो। अब हामी 3 दिनको ट्रेनिङमा अहिले आएका छौँ र यहाँको विभिन्न सबै साथीहरू पनि र जुन मेन्टरहरू, टिचर हुनुहुन्छ उहाँहरू धेरै अनुभवी हुनुहुन्छ, धेरै एक्सपिरियन्स पुरानो पनि हुनुहुन्छ। अनि बिस्तारै बुझ्दै जाँदाखेरि हामी टचमा छौँ र यहाँका सबै अनुभवी सरहरू, इन्जिनियर हुनुहुन्छ, एक्सपिरियन्स हुनुहुन्छ, धेरै जसो सेक्टरहरूमा पनि उहाँहरू इन्गेज हुनुहुन्छ। त्यसको कारणले हामीलाई यहाँ टेक्नोलाइटमा आउँदाखेरि विभिन्न किसिमको प्रफिटहरू हुनसक्छ। एक त डेरी आइसक्रिम रिलेटेडको जुन जति पाटोहरू हुन्छ, सरसफाइदेखि लिएर मेसनरीहरूदेखि लिएर हैन, अब त्यो फर्मुलेसनदेखि ल्याबोरेटरीदेखि हैन, धेरै किसिमको मेसिनहरू पनि चिन्न पाइन्छ जुन हामीले देखेका हुँदैनौँ, गरेका हुँदैनौँ हैन। त्यहाँबाट हाम्रो गट्स अलिकति बढ्दै जान्छ हैन। उहाँहरूले यस ट्रेनिङमा डेरी सम्बन्धी मैले लिँदाखेरि उहाँहरूले पहिले बिजनेस आइडिया भन्नुभयो। पहिले कुनै पनि बिजनेसको आइडिया हुनुपर्छ, आइडिया हुँदै हुँदै प्लानिङ हुन्छ, त्यसको एक्जिक्युसन हुन्छ। उहाँहरूले फाइनेन्सियल सम्बन्धी कुराहरू बताउनु भयो, एफएसएसएआई को सम्बन्धी रुल्स एन्ड रेगुलेसन बताउनु भयो, के मेरिट्स डिमेरिट्स हुन्छ त्यो बुझाउनु भयो, एडल्ट्रेसन सम्बन्धी कति किसिमको मिसावटहरू हुन सकिन्छ, त्यहाँबाट बच्नलाई के उपाय निकाल्न सक्नुपर्छ त्यो कुरा बताउनु भयो हैन। त्यस पछाडि के प्यारामिटर्सहरू त्यहाँबाट अपनाउन सकिन्छ, क्वालिटेटिभ टेस्ट, क्वान्टिटेटिभ टेस्ट, दुई प्रकारको टेस्टहरू हुँदो रहेछ हैन। अब त्यस पछाडि फ्याट, एसएनएफ, ल्याक्टोहरू नाप्न हैन। त्यसपछि उहाँहरूले बुझाउने भनेको यसपालि हामीलाई र मिल्कदेखि लिएर दही, पनिर, बटर, घी, श्रीखण्ड, छाँच, मट्ठा, लस्सी, क्रिमहरूको बारेमा विभिन्न हिसाबले कसरी त्यसको प्रोसेस हुन्छ, कसरी निकाल्ने हो, उहाँहरूको कोअर्डिनेसन धेरै राम्रो भएपछि हामीले त्यो कुरा बुझ्दै गयौँ, प्रोसेस पनि गऱ्यौँ र टेस्ट पनि गऱ्यौँ। धेरै नै प्रभावकारी, गुणस्तरीय, धेरै राम्रो हैन। अब जुन क्याटेगोरीमा हुनु पर्यो, कस्ट इफेक्टिभ सबभन्दा ठुलो कुरा हो। त्यसमा कस्टले कतिसम्मको मायने राख्छ त्यो कुराहरू छ। अनि त्यति मात्र होइन, हामीले धेरै प्रक्रियाहरू जानेको हुँदैनौँ मेसिनरीलाई युज गर्न, किनभने हामी यहाँ प्रडक्ट बनाउँदै ल्याबमा जाँदाखेरि स्याम्पल टेस्टको लागि त्यहाँनिर हाम्रो प्रायः जसो कोलिफर्म भन्ने कुरा देखिन्छ, त्यहाँनिर माइक्रो जुन ब्याक्टेरियाहरू देखिन्छ। त्यसले गर्दाखेरि हाम्रो प्रडक्टलाई क्यान्सल गर्छ खाद्यान्न विभागले। त्यो कारणले हामीले सिआइपीको प्रोसेस गर्नुपर्छ, त्यो कति बेलामा गर्ने, कसरी गर्ने भन्ने कुराहरूको अनुभव पायौँ। र यहाँ मेसिनरीहरूको बारेमा पनि धेरै कुरा भन्नलाई चाहिँ उहाँहरूले कुनै पनि कुरा छुटाउनु भएन। कलरिङदेखि फ्लेभरिङ अनि जुन एडेसिभ कलरहरूदेखि लिएर धेरै कुरा, विभिन्न कुराहरू छ। यो कुरामा उहाँहरूले एकदम राम्ररी बुझाएर हामीलाई सन्तुष्ट पारेर नै पठाउनुहुन्छ र धेरै राम्रो इन्भाइरोमेन्ट छ। उहाँहरूलाई थ्याङ्क यू, यसको लागि धेरै धेरै धन्यवाद।
Thank you very much, Mehta sir.